ल हे साथी हो हामी दुर्गा पूजा स्थानमा आइसकेको छौं र यो चाहिँ तकदाह ओल्ड क्यान्टोनमेन्टमा हरेक वर्ष पालन गरिन्छ दुर्गा पूजा। कति राम्रो डेकोरेसन गरेको छ मण्डपहरु हेर्नुस् त। अब हामी दर्शनको लागि भित्र पस्ने छौं। यो रुट चाहिँ दार्जिलिङको हो अनि यो चाहिँ तकदाह क्यान्टोनमेन्ट बजार अनि यो रुट चाहिँ अहिले हामी आएको रङ्गली बजार टिस्टाभेली हुँदै 27 माइल निस्केर सिलगढी कालिम्पोङ गान्तोक गइन्छ यो रुटबाट। अच्छा ल फेरि आला संडे हैन। नमस्कार सेवने एन्ड गुड मर्निङ म सचिन राई मायास इन्टरटेनमेन्ट द नेचरल ब्लग युट्युब च्यानलमा हजुरहरूलाई स्वागत जनाउँदै आज चाहिँ म अनि एकदमै दुर्गा पूजामा नानीलाई लिएर गइरहेको छौं किनकि हाम्रो यो महान पर्व हो हामी नेपाली जातिको र आज त्यसैको भ्लगहरु तपाईलाई शेयर गरिरहेको छु। बाटोको दृश्यहरु अब यही रुट भएर हामी हिँड्नुपर्छ र हजुरहरूलाई बारम्बार अब यही बाटोको दृश्यहरु नै देखाइने हुन्छ र आशा छ यो दृश्यहरुलाई तपाईहरुले मन पराइदिनु हुन्छ भने। ट्र्याक्टर पुरोगिरहेछ ट्र्याक्टर यहाँ चाहिँ अप्छौ रोड। यो चाहिँ चायपत्ती तौलिने ठाउँ तौवा भनिन्छ। अब हामी दुर्गा पूजामा आइपुगिसकेका छौं। एकदमै राम्रो बनाउनु भएको रहेछ। अब हामी हामी मन्दिरभित्र प्रवेश गरिसकेका छौं। यहाँनिर हरेक साल तकदाह ओल्ड क्यान्टोनमेन्ट तकदाह पुरानो छावनीमा वर्षेनी दुर्गा माताको पूजा आयोजन हुने गर्दछ। यो दशहराको उपलक्ष्यमा जुन हाम्रो नेपाली जातिको एकदम महान पर्व यहाँ भन्दै हुनुहुन्छ। नवनीता समर्पणम गरिसके पश्चात अब टीका लगाएर सर्वसन्तोष कारकम कृतं तुभ्यं प्रदास्यामि नामार्थं प्रतिक्रियावान् मनोकामनाहरु पुरा घृतस्नानं समर्पयामि घृतस्नानान्ते शुद्धोदकस्नानं समर्पयामि शुद्धोदकस्नानान्ते तथा मधुस्नानं। धेरै नै आशा राख्ने गर्छ आफूले गरेको कर्म अनुसारै जिन्दगी सम्पन्न हुन्छ। तर पनि भगवानमाथि हामी आस्था कहिले पनि छोड्दैनौँ। जस्तै दुःख हेर्नुहोस् कति सुन्दर तरिकाले डिजाइनमा यो मण्डप बनाएका छ। यो मण्डप बनाउने कारिगरहरूलाई चाहिँ एकदमै सलामै गर्नुपर्छ। हेर्नुहोस् त अब हामी पूजा अर्चना मन्दिरको दर्शन गरी आपत पूजा कमिटीले चियापानीको पनि बन्दोबस्त गर्नुभएको रहेछ र हामी यहाँ चियापानी पिउँदैछौँ। धन्यवाद छ हजुरहरूलाई पूजा कमिटीलाई हार्दिक। अब हामी रङ्गली बजारको पूजामा आइपुगेका छौँ र अब यस मन्दिरको दर्शन गरे पश्चात अब हामी सिधै घरतिर जानेछौँ। अनि यहाँ भाइहरू पनि एकदम साइकल खेल्दै रहेछ। आफै जाँदैछ मेरो नानी। अन्त यता हेर्दै नानी गुड। रङ्गली बजारमा स्थित शिव मन्दिरमा
दुर्गा पूजा को दृश्य। अब हामी दुईवटा पूजाको दर्शन पश्चात आफ्नो वासस्थानतिर फर्किन लाग्यौँ।